आजको हाम्रो सक्सेस स्टोरी लिएर हामी आइसकेको छ। हाम्रो चाहिँ मिस्टर रामचन्द्र भण्डारी, तपाईँलाई वेलकम गर्न चाहन्छु। तपाईँलाई चाहिँ थ्याङ्क यू भेरी मच फर ट्रस्टिङ धनञ्जय स्टडी एबोर्ड। तपाईँ चाहिँ भिसा लागिसकेको छ, उहाँको ग्रिसको भिसा लागिसकेको छ। वेलकम तपाईँलाई है। थ्याङ्क यू सर। सो अब ग्रिसको भिसा लागिसकेको छ, अब केही भन्न चाहनुहुन्छ तपाईँले? एकदमै धेरै दिनपछिको मतलब एक दुई महिना पछिको मेहनतले आज चाहिँ फाइनली मेरो भिसा ग्रान्ट भइसकेको छ, जसमा चाहिँ म एकदमै धेरै खुसी छु। धनञ्जय स्टडी एबोर्डलाई म एकदमै थ्याङ्कफुल भन्न चाहन्छु, जहाँबाट चाहिँ मलाई एकदमै सपोर्ट गर्नुभयो। माई फर्दर करियरको एकदम स्टडीमा एकदम मलाई बाहिर देशको लागि पढ्नको लागि एकदमै हेल्प गर्नुभएको छ। यसको लागि म धेरै धेरै धन्यवाद दिन चाहन्छु। सो तपाईँको भिसा चाहिँ कहिले तपाईँको फाट्न पासपोर्ट आइसकेको छ बिएफबाट? कुन दिन तपाईँको पासपोर्ट चाहिँ आयो? मेरो चाहिँ आज आएको छ। सो तपाईँको चाहिँ भिसा पाउँदै गर्दाखेरि कतिको धेरै खुसी र कति धेरै उत्साहित हुनुहुन्छ? धेरै सर। अब बाहिर जान पाउँदा, अब स्टडी गर्न पाउँदा एकदमै धेरै खुसी छु। अनि तपाईँ चाहिँ तपाईँको घर चाहिँ कता हो? मेरो घर चाहिँ दाङ कुन ठाउँ? दाङ तुलसीपुर भयो। सो तुलसीपुरबाट तपाईँ काठमाडौँ आउनुभयो। तपाईँको जर्नी एकदम स्ट्रगल जर्नी थियो, तपाईँको रुम पनि थिएन, तपाईँको चाहिँ बस्ने अवस्था पनि थिएन। त्यो सबै कुरालाई हेर्दाखेरि अब जुन दाङको विद्यार्थीहरू जुन काठमाडौँ आउँदैछ, कस्तो खालको कल्चरसीमा जान तपाईँ सजेस्ट गर्न चाहनुहुन्छ होइन? सो तपाईँ के भन्न चाहनुहुन्छ दाङबाट जो विद्यार्थी काठमाडौँ आइराखेको छ र जो विद्यार्थी दाङबाट काठमाडौँ आउन नसक्ने, अनलाइनबाट एप्लाई गर्ने विद्यार्थीलाई के भन्न चाहनुहुन्छ? पहिलो प्रथम दाङबाट आउन चाहनेहरू जति पनि हाम्रो स्टुडेन्टहरू हुन्छ, उहाँहरू चाहिँ एकदमै ट्रस्ट गरेर चाहिँ आउनु होला। आउँदाखेरि चाहिँ धेरै कन्सल्टेन्सीहरूले चाहिँ पठाइदिन्छु भन्दै पनि बिचमा धोका दिने देखिरहेको छु मैले। त्यसैले एकदम आफूलाई चाहिँ हेल्पफुल, अब जति पनि आफूलाई अगाडि बढ्नको लागि एकदम सहयोग गर्ने कन्सल्टेन्सीहरू पनि थुप्रै हुन्छ यहाँ। त्यसैमध्ये मैले धनञ्जय स्टडी एबोर्डलाई नै मैले सुझाव गरेँ, जहाँबाट चाहिँ मैले एकदमै 2 महिनाभित्र नै मैले आफ्नो पासपोर्ट चाहिँ ग्रिसको भिजा चाहिँ मैले आफ्नो साथ। सो तपाईँले ओभरअल जर्नी प्रोसेसिङ स्टार्ट गर्दाखेरि तपाईँको चाहिँ एप्लिकेसनदेखि लिएर तपाईँको अफर लेटरदेखि लिएर तपाईँको चाहिँ भिसा प्रोसेसिङदेखि लिएर कति टाइम तपाईँको जर्नी कति महिनाको थियो? मिनिमम 2 मन्थमा चाहिँ सक्सेस सबै काम सक्सेस हुनुभयो। सो तपाईँले चाहिँ अब 2 मन्थमा त सक्सेस हुनुभयो। सो तपाईँ यो जर्नीमा स्टार्ट गर्दाखेरि कतिको गाह्रो साह्रो अप्ठ्यारो तपाईँले कल्सनेसीलाई फोन गर्दाखेरि, रेस्पोन्स गर्दाखेरि, मेसेज गर्दाखेरि हाम्रो टिमबाट कतिको धेरै फास्टमा तपाईँको कति धेरै तपाईँको चाहिँ सपोर्ट पाउनुभयो? एकदमै टिमहरू चाहिँ एकदमै सपोर्टिभ हुनुहुन्छ, एकदम फास्ट रिप्लाई, मतलब आफूलाई अब ट्रबल पर्दाखेरि चाहिँ एकदमै हेल्प गर्नुभएको थियो। त्यो चाहिँ म धेरै धेरै धन्यवाद दिन चाहन्छु, मेनली चाहिँ हाम्रो धनञ्जय सरलाई। सो माथि धनञ्जय सर, धनञ्जय स्टडी एबोर्डबाट तपाईँहरू पनि दाङबाट हुनुहुन्छ, तुलसीपुरबाट, नेपालगञ्जबाट, विराटनगरबाट, काँकरबिटाबाट, बुटोलबाट, चितवनबाट, पोखराबाट, नेपालको जुनसुकै कुनामा बसेर तपाईँ चाहिँ एप्लाई गर्ने सोचिराख्नु भएको छ। तपाईँको आइएलटिएस छैन, तपाईँको पिटी छैन, तपाईँको चाहिँ विदाउट आइएलटिएस पिटी गर्न चाहनुहुन्छ, उहाँको जस्तै विदाउट आइएलटिएस पिटी नै गरेर आज उहाँको सक्सेस स्टोरी हामी लिएर आइसकेको छौँ मिस्टर रामचन्द्र भण्डारीलाई। त्यस्तै गरेर तपाईँ पनि अब नेक्स्ट भिडियोमा सक्सेस स्टोरी बनेर बन्न चाहनुहुन्छ भने तपाईँले धनञ्जय स्टडी एबोर्डलाई सम्झिन सक्नुहुन्छ। स्क्रिनमा दिएको नम्बरमा व्हाट्सएप कल मेसेज गरेर मलाई तपाईँले कन्ट्याक्ट गर्न सक्नुहुन्छ। त्यस्तै गरी रामचन्द्र भण्डारी जस्तै तपाईँले भिसा 2 मन्थमा लगाउन चाहनुहुन्छ ग्रिसको, युरोपको, माल्टा, चेक रिपब्लिक र तपाईँको युके को लागि मल्टी डेस्टिनेसन सेन्टरमा आएर तपाईँ एप्लाई गर्न चाहनुहुन्छ भने हामी तपाईँलाई वेलकम गर्न चाहन्छौँ। थ्याङ्क यू भेरी मच।